हेलो नमस्ते। म चाहिँ यहाँ माछा फ्राई गर्न गइराखेको छु। यसमा मैले अलिकति कागतीको रस, एउटा अन्डा, बेसार, अनि जिरा धनियाँको पाउडर, थोरै गरम मसला, अनि थोरै बेसन अनि अन्डा राखेर म फ्राई गर्दैछु। मतलब यसलाई म्यारिनेसन गर्छु। म्यारिनेसन गरेर अनि फ्रिजमा राखिदिन्छु आज आधा घन्टा जति। कस्तो बोली लडखड्केको गाइज, अहिलेसम्म बोल्न आउँदैन। के गरेर सोसल मिडिया चलाएर खान्छु त मैले। अनि मैले प्याजलाई अनि त्यहाँबाट टमाटरलाई, डल्ले खुर्सानीलाई ग्राइन्ड गरेँ। अब लसुन अनि त्यहाँबाट अदुवा ग्राइन्ड गर्छु। यो चाहिँ मैले धेरै लिएको छु, तर यो सबै राख्दिनँ। अब मैले अघि म्यारिनेसन गरेको माछालाई फ्राई गर्न थालेँ गाइज। तर मेरो कस्तो कराई कता कता पुगेछ। एउटा हातले क्यामेरा समातेपछि गाह्रै हुने रहेछ। अब मेरो माछा फ्राई हुन थाल्यो, भइसक्यो गाइज। अब यही तेलमा म अघिको त्यो ग्राइन्ड गरेको प्याज र टमाटरलाई मजाले पकाउँछु, तेल निस्किउन्जेलसम्म। माथि तेल निस्केपछि बल्ल अनि अरू मसलाहरू एड गर्छु। अब मैले अलिकति सरसौँ राखेँ थोरै, किन माछाको झोल अलिक टेस्टी बनाउँछ त्यसले। त्यहाँबाट म अरू मसलाहरू पनि एड गरेँ। अदुवा लसुनको धुलो, बेसार, अनि त्यहाँबाट नुन, अनि जिरा धनियाँको पाउडर, अलिकति गरम मसला, यो सबै राखेर म मजाले पकाउँछु। यसलाई नि मैले मजाले पकाएँ। अब पानी राख्छु। पानी चाहिँ अलिअलि मनतातो राखेको छु। अब यो मजाले उम्ल्यो गाइज। अब यसमा माछा एड गर्छु। अनि माछा एड गरेर 2 मिनट जति पकाउँछु। धेरै पकाउँदिनँ, किन फ्राई गरेको माछा हो। मलाई चाहिँ फ्राई नगरिकन त्यो झोल मिठो लाग्दैन, अनि त्यही भएर यसरी पकाउँछु। गाइज अब चाहिँ तयार हुन लागेको छ मेरो माछाको झोल। एकछिन चलाएर हेरिराखेको छु भयो कि भएन भनेर। अब चाहिँ रेडी हुन लाग्यो। थ्याङ्क